यो चुनावी कार्यक्रममा सहभागी हुनुहुने यो क्षेत्र यो टोल बसोबास गर्नुहुने मेरा आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरू सबै वरपर रहनुभएका मेरा युवा साथीहरू विद्युत वर्गहरू र यहाँहरू उपस्थित हुनुभएका सबै जनहरूलाई म हार्दिक अभिवादन गर्न चाहन्छु, म नमस्कार गर्न चाहन्छु र म सन्ध्याकालीन सलाम गर्न चाहन्छु। आदरणीय सबै मित्रहरू, आमा बुवाहरू, दाजुभाइहरू, हाम्रा दिदीबहिनीहरू, म सबैलाई लामो कुरा गर्न चाहँदैन, यहाँहरूसँग मैले एउटा अपिल गर्न चाहन्छु। आज हामीले यो देशलाई विकास दिन खोजिरहेका छौँ। सदियौँदेखि विकास समृद्धिको बालक अहिले राजनीतिको अस्थिरता बनेको छ। यो अस्थिर राजनीतिलाई स्थिरतामा बदल्न र यो देशको काँसुदी फेर्न आज वामपन्थीहरू बसिएका छन्, वामपन्थीहरू एकजुट भएका छन्, वामपन्थीहरू एकताबद्ध भएका छन्। आज यो वामपन्थीहरू एकताबद्धबाट समृद्धतिर देश जान्छ भन्ने डरले आज यथास्थितिवादीहरू हाल गरिरहेका छन्। आज हामीलाई अरू सबै कुराहरू छोड्न आज म यो देशको फेरि पनि प्रधानमन्त्री मै हुन्छु। अब यो देशको प्रधानमन्त्री हुने 4-5 एउटै दलका मान्छेहरू आज आफूलाई घोषणा गरेर हिँडिरहेका छन्। तर नेपाली जनताले उनीहरूलाई प्रधानमन्त्री होइन संसदको सदस्य हुन दिन्छन् दिँदैन त्यो हेर्न बाँकी छ। म ती मित्रहरूलाई, ती महानुभावहरूलाई अनुरोध गर्न चाहन्छु, एकपटक आफ्नो अनुहार ऐनामा हेरेर तपाईँहरूले बोल्नुहोस्। तपाईँहरूले देशको समृद्धिको लागि, यो देशको विकासको लागि भएको यो वाम गठबन्धनलाई तपाईँहरूले जबरजस्त अधिनायकवादी संज्ञा दिएर जनतालाई छक्काउँदै हुनुहुन्छ, जनतालाई ढाल्दै हुनुहुन्छ, जनतालाई तपाईँले बेमानी गर्दै हुनुहुन्छ। नेपाली जनता यो तपाईँको बेमानी राम्रैसँग बुझ्न सक्ने ताकत राख्छन्, विवेक राख्छन्, त्यति सचेत छन्। त्यसैले तपाईँहरूको यो बेमानी यो हावामा उडेको पानी जस्तो यो पानीको फोका हो। त्यसैले यो पानीको फोका यो नेपाली जनताको अगाडि यो फुटेर जानेछ। म अनुरोध गर्न चाहन्छु, त्यसले तपाईँको इज्जत, त्यसले तपाईँको गरिमा, त्यसले तपाईँको अलिअलि रहेको राजनीतिक मूल्य र मान्यतालाई धराशायी बनाउँछ। यदि त्यो जोगाउन चाहनुहुन्छ भने आजको सत्य बोल्नुहोस्। तपाईँ आफैले शेरबहादुरजीलाई म अनुरोध गर्न चाहन्छु, नेपाली जनताले हालेको भोट र त्यसबाट निर्वाचित भएका प्रतिनिधिहरू संसदहरूको नेतृत्व गरेर तपाईँले राजालाई बुझाएको अधिनायकवाद हो कि आज नेपाली जनताले त्यो राजालाई बुझाएको अधिकार फिर्ता गरेर आफैले निर्वाचित गरेको संसद निर्माण गर्ने, आफैले निर्वाचन गरेका प्रतिनिधिहरूले संविधान निर्माण गर्ने अधिनायकवाद हो। यो तपाईँलाई एकपल्ट विचार गर्न जरुरी छ। नेपाली जनतालाई ढाक्न कुनै, नेपाली जनतालाई छक्क्याउने तपाईँको यो मनसाय आफ्नै प्रकारको आफ्नै खुट्टामाथिको पञ्चरहरू सुनाउ, अरू केही हुने छैन। तपाईँ प्रधानमन्त्री हुनुहोला। तपाईँ प्रधानमन्त्री हुनुभन्दा पहिला तपाईँले नेपाली जनताको भावना र चाहनालाई बुझ्ने औकात राख्नुहोस्। तपाईँले समृद्धिको एउटा अभियानको थालनी गर्नुहोस्। तपाईँले, मलाई लाग्छ तपाईँले यहाँका चाहनाहरू बुझ्ने कोसिस गर्नुहोस्। तर मैले देखिरहेको छु एउटा नागरिकले तपाईँलाई प्रश्न गर्दै गर्दा तपाईँलाई रिस उठ्ने गर्छ र उल्टै झम्किएर मारौला जस्तो, रोकेर खाउला जस्तो गर्ने भावनाहरू तपाईँले देश अब चलाउन सक्नु हुँदैन। छोडिदिनुहोस्। यो देश चलाउने अरूहरू जागिसकेका छन्, अब उठिसकेका छन्। अब नेपाली जनताका अरू छोराहरू, अरू छोरीहरू अब यहाँ तयार भइसकेका छन्। त्यसैले म यी सबै मित्रहरूलाई म यही आह्वान गर्न चाहन्छु, तपाईँले हराम्रो खेती नगर्नुहोस्। म अर्को थरी मित्रहरूलाई अनुरोध गर्न चाहन्छु, आज हामीले लडेर, आज हामीले सङ्घर्ष गरेर, आज हामीले ठुलो मेहनत गरेर आज राजनीतिक स्थायित्व हामीले स्थापना गर्न खोजिरहेका छौँ। तपाईँहरूले स्थापना गर्न खोजिएको हामीले राजनीतिक स्थायित्व प्रदान गरेको यो अहिलेको राजनीतिक व्यवस्थालाई अहिले जनताले निर्वाचन गरेर पठाएका सभासदहरूले
संविधानलाई यहाँ तपाईहरुले गलत ढंगले व्याख्या गरेर फर्की आग लगाएर देश बनाउँछु भन्ने कसैलाई आशीर्वाद दिएर कसैलाई तपाईहरुले भलो चिताएर तपाईले गरेका कल्पनाहरु पूरा हुँदैनन्। राजनीति धेरै जटिल कुरा छ, राजनीति धेरै समर्पण भावले ओत्रो छ, राजनीति धेरै राजनीतिभित्र ठूलो त्याग तपस्याहरु निहित हुन्छन्। जसले अधिकारवादको विरुद्धमा लड्यो, जसले निरङ्कुश राजतन्त्रको विरुद्धमा लड्यो, जसले जानीय राणा शासनको विरुद्धमा लडेर आज राजनीतिक स्थायित्व काम गरेको छ, कुनै शक्तिहरूलाई सरापेर आज कोही फुट्न उभिएर यो राजनीतिक बाटो सम्हाल्न सक्दैन भन्ने कुरा हामीले हाम्रा केही इतिहासबाट, हाम्रा केही अरू पृष्ठभूमिहरूबाट देखिरहेका छौँ। हामी हाम्रा नेता पहिला बाबुराम भट्टराई यो देशको नेभर सेकेन्ड मान्छे थियो, उहाँले त्यो सोच्नुहुन्छ यो देशमा सबैभन्दा अब्बल मै छु र म भयो भने सारा चिज भइहाल्दछ। तर आज हामीले देखिरहेका छौँ नयाँ शक्ति आज बाबुराम भट्टराईको जित र हारको कुरामा डगमगाइरहेको छ। एकजना मान्छेले दुनियाँ बदल्न कतै एउटा सोचले अथवा कतै एउटा पात्रले, एउटा सिपाहीले, एउटा कमान्डरले लडाइँ जित्ने स्थिति हुँदैन भन्ने कुराको पुष्टि भएको छ। त्यसैले कसैले यहाँ आज कुनै धृष्टता म आफूलाई नेता बन्न, म आफूलाई आज यो देशको एउटा पार्टी बनाउन अविरुद्ध गरिरहनु भएको छ। म मित्रहरूलाई अनुरोध गर्न चाहन्छु, तपाईले अर्को केही पार्टी बनाउनु पर्दैन। आज समृद्धिको यात्रामा जुटौँ। तपाईले साँच्चीकै समृद्धि चाहनु भएको छ, यो देशमा सुशासन चाहनु भएको छ, यो देशमा भ्रष्टाचारको उन्मूलन गर्न चाहनु भएको छ भने गठबन्धन र यो परिवर्तनको सम्भावना आज काफी छ। म तपाईहरुलाई यहाँ आएर आफूले आफ्नो भूमिका र औकात अनुसारको जिम्मेवारीबाट अगाडि बढ्न अनुरोध गर्न चाहन्छु। अन्यथा यहाँ परिवर्तनको यो सम्भावनालाई धारे आग लगाएर तपाईले केही पाउन हुने छैन। परिवर्तनको सम्भावना हुन लागेको जनमतलाई तपाईले भाडेर यो देशको दुर्दशा भएको तपाईले अरू केही बनाउन सक्नुहुने छैन। त्यसैले ती मित्रहरूलाई मैले गम्भीरतापूर्वक सोच्न अनुरोध गर्न चाहन्छु। हिजो राजतन्त्रको विरुद्धमा लड्दै गर्दै न्यायवादको विरुद्धमा जनताले सडकमा काठमाडौँमा जनताले आज यो एउटा अभियान, एउटा आन्दोलनको सुरुवात गर्दै गर्दा कोठाभित्र बसेर छदम नामले तपाईले गरेको शब्द सराबा तपाईले गरेका अरू लबिङहरू यहाँ नेपाली जनताले बुझेका छन् र त्यसमा पनि काठमाडौँ 1 नम्बर क्षेत्रका जनताले त राम्रैसँग अनुभूति गरेका छन्। त्यसैले यहाँ फेरि अर्को ढाँटेर छक्याउने प्रयास नगर्नुहोस्, इमानदारीतापूर्वक भन्नुहोस्। तपाईले राजनीति बेमानी गर्दै हुनुहुन्छ आज, जसले इमानको कुरा गर्दै हुनुहुन्छ। हिजो राजतन्त्र भनेर हिँड्नेहरू आज फेरि समृद्धिको नाउँमा तपाईले यहाँ प्रतिगमनको प्रतित्व गर्नुहुन्छ। यदि तपाईसँग इमान छ भने तपाईको छदम नाममा लेखेको लेख सार्वजनिक गर्नुहोस् र त्यो लेखलाई तपाईले सार्वजनिक गर्ने मात्रै होइन, त्यसको आदर्शमा तपाईले त्यो पश्चगमनको यात्रा राजतन्त्रको पक्षमा उभिनुहोस्। म तपाईलाई सल्लाह गरौँला, होइन भने जनतालाई ढाँट्ने, हाम्रा युवा शक्तिहरूलाई ढाँट्ने एउटा भावावेशमा यहाँ समृद्धिमाथि तपाईले ठिक वर्गे नजर लगाउने कोही जरुरी छैन। म आज यो एउटा छोट बाटोमा तपाईलाई अनुरोध गर्न चाहन्छु, यसरी समाज बन्दैन, समृद्ध हुँदैन। आज हामी सबैले छनौट गरेको अमेरिका अरू केही होइन, त्यहाँ सम्पन्नता र समृद्धि छ भनेर आज हाम्रा साथीहरू र भाइ बहिनीहरू त्यहाँ जाँदैछन्। तर त्यो अमेरिकाको समृद्धि वैचारिक जहाँ रहला, आज त्यो भएको समृद्धि त्यति बेलाको स्वतन्त्रताको सङ्ग्राम लडेर अमेरिकाले गरेको हो। आज विश्व इकोनोमीमा आफूलाई दोस्रो स्थान राखेको र विश्वको ध्यान आकर्षण गरिरहेको चाहिने आज हाम्रो एउटा अर्को भविष्यको, हाम्रो आज अर्को महाशक्तिको रूपमा आफूलाई उदाउन खोजिरहेको छ। यो आफै त्यसरी महाशक्ति र आर्थिक एउटा केन्द्र विश्वको, आफ्नो देशको होइन विश्वको आर्थिक केन्द्र बन्न यसै सकेको होइन। 1949मा त्यहाँ राजनीतिक स्थायित्व कायम नगरेको भए र त्यहाँका जनताले समृद्धिको अभियानको सुरुवात नगरेको त्यो हुने थिएन। त्यसैले आज हामी नेपालमा राजनीतिक स्थायित्व कायम गरेका छौँ र हामीले नै अब समृद्धिको यात्रा तय गर्नेछौँ, यो देश बनाउनेछौँ र यहाँ हामीले अब एउटा अर्को दुनियाँको गन्तव्य हामीले नेपाललाई बनाउने हामी आफै सक्नेछौँ। त्यसैले हामीलाई राजनीतिक आदर्श दिन जरुरी छैन। म अरू
देशमा खेलहरू हुन सक्छन्। आज हाम्रा केही हाम्रा युवाहरूलाई, केही हाम्रा अभिभावकहरूलाई, केही हाम्रा आफन्तहरूलाई फेरि कुरा उल्टाएर फेरि समृद्धिको यात्रामा कसैले घात गर्न कोसिस गर्न सक्नेछ। फेरि कसैले यहाँ विपरीतहरू निरन्तर हुनेछन्। मलाई लाग्दछ आज सूर्य र गोलाकार भित्रको हँसी हताउला समृद्धिको प्रतीक हो। आज यो समृद्धिको प्रतीक ठानेर हामी छुट्यौँ। म यहाँ कोही नेपाली कांग्रेससँग आबद्ध हुनुहुन्छ भने म अनुरोध गर्न चाहन्छु, आज तपाईँले हिजो देखेको रूप आज समृद्धिको प्रतीक हुन सक्दैन। गणेश मान जस्तो लौह पुरुष अन्तिममा कांग्रेस बिग्रियो, म कांग्रेसमा हट्न सक्दैन भनेर आज आफूलाई उहाँले एउटा नयाँ स्वतन्त्र जीवन, कांग्रेस अन्त मेरो स्वतन्त्र जीवन ठुलो छ, ठिक छ भनेर आफूलाई उहाँले एउटा इमानदारीतापूर्वक प्रस्तुत गर्नुभएको एकपटक तपाईँ गणेश मानलाई आदर्श मान्नेहरूले सोचिदिनु पर्नेछ। म अनुरोध गर्न चाहन्छु, अब त्यो आदर्श मान्ने हामीहरू हिजो रूपमा हालेका मान्छेहरूले हिजो यही हाल्नुपर्छ भन्ने छैन। हिजो हाम्रा बाउ बाजेहरूले, हाम्रा बाजे बुढा बाजेहरूले हिजो पञ्चायतमा भोट हाले होला, तर म आज त्यही पञ्चायतमा हाल्नु केही जरुरी छैन, किनकि हिजो पञ्चायतमा हाल्दै गर्दा पछाडि हामी राणा शासनको विरुद्धमा कांग्रेसको नेतृत्वमा राणा शासनको विरुद्धमा लडेर कांग्रेस त्यति बेला प्रगतिशील थियो र ठुलो जमात कांग्रेसले केही समृद्धि गर्छ भनेर तयार भएको थियो र धेरै ठुलो सङ्ख्या त्यति बेला कांग्रेसमा लागेको थियो। तर आज कांग्रेसले समृद्धिको यात्रा होइन, यथास्थितिको प्रतिनिधित्व गरेको छ। आज समृद्धिको बाधा बन्दैछ। आज उसले आफ्नो रुचि स्वरमा हामीलाई सत्ताश्राप गर्दैछ। त्यसैले म भन्न चाहन्छु, आज हँसिया हताउला र सूर्य यी त हाम्रा प्रतीक जस्ता हुन्। त्यसैले हिजो त्यो प्रतीक रूप थियो होला, आज त्यो रूप होइन, सूर्य र हँसिया हताउलामा बदलिएको छ। एकपटक सोचौँ, अब समृद्धिको यात्रा कांग्रेसले होइन, यो चुनाव चिन्हले दिनेछ। त्यसैले कांग्रेसमा पनि आबद्ध भएका महानुभावहरू, आदरणीय युवामाहरू, म भन्न चाहन्छु, त्यो आदर्शबाट देश चल्दैन। त्यो आदर्शबाट हामीले समृद्धिको एउटा अभियान पुरा गर्न सक्दैनौँ। हामीले हाम्रो भावी पुस्तालाई नयाँ नासो दिन सक्दैनौँ। त्यो नयाँ नासो दिनको लागि हामी एकपल्ट सोच्नुपर्छ। हामीले समय परिस्थिति अनुसार, अहिलेको माग अनुसार हामीले यहाँको हाम्रो निर्णय गर्न सक्नुपर्दछ। अहिलेको माग देशको स्थायित्व, राजनीतिक स्थायित्व र समृद्धि हो। राजनीतिक स्थायित्व र समृद्धिको पक्काइदा खाका लिएर, त्यसको पक्काइदा आधार लिएर वाम गठबन्धन तपाईँको बिचमा उपस्थित छ। त्यसैले म भन्न चाहन्छु, यो वाम गठबन्धन अब हामी सबैको साझा गठबन्धन बन्नु पर्दछ। समृद्धिको एउटा अभियान यसले चलाउनेछ। काठमाडौँका समस्याहरू आज हामीले हल गर्नेछौँ। तारले लडा बडा भएर बसेको यो ग्रुप काठमाडौँलाई अन्डरग्राउन्डेड बनाएर तपाईँको घरमा बिजुली पठाउने अब वामपन्थीहरूको सरकारले हो। आज यो फुटेर नखालिएर भएको बाटोमा धुलो र धुवा भएको, अब यसको स्तर उन्नति गरेर प्रदूषणलाई अन्त्य गर्ने काम अब वाम गठबन्धनको सरकारले गर्नेछ। आज तपाईँ हामीहरूले खाएको अन्न तरकारी र फलफुलहरू विशुद्ध छ। आज त्यो विषादी तरकारीलाई परीक्षण गरेर विष नभएको विष रहित तरकारी फलफुल अब हामीले हाम्रो सहरमा भित्राउने हामी नीति बनाउनेछौँ। त्यो नीति अब वामपन्थीको सरकारले बनाउनेछ। म अनुरोध गर्न चाहन्छु, आज काठमाडौँ एउटा अध्ययन गर्नको लागि युवाहरू तयार भएका छन्। आज काठमाडौँलाई शैक्षिक केन्द्र निर्माण गरेर आज हाम्रो यहाँको बौद्धिक जनशक्तिलाई यही हाम्रो देशमा सदुपयोग गरेर हाम्रा प्रोफेसरहरूलाई पढाउन अमेरिका होइन, हाम्रा प्रोफेसरहरूलाई पढाउन अस्ट्रेलिया र जापान अथवा युरोपियनहरू देशहरूमा होइन, अब यही पढाउने पूर्वाधार सहितको हामीले सम्पन्न एउटा शैक्षिक केन्द्र निर्माण गर्ने, शैक्षिक केन्द्र निर्माण गरेर हाम्रा छोराछोरी र साथीभाइहरू मात्रै होइन, अरू देशमा रहेका युवाहरूलाई पनि यो ठाउँमा पढ्न आउने वातावरणको निर्माण गर्ने, स्टडी युके र स्टडी अस्ट्रेलिया अथवा स्टडी जापान लेखेका बोर्डहरू फेरेर स्टडी नेपाल भन्ने बनाउने अब वामपन्थीको सरकार हो। अब त्यसको लागि निसङ्कोच, त्यसको लागि आनन्दले, त्यसको लागि तपाईँहरू कसैको हल्ला गरेपछि होइन, वस्तुगत आधार र अहिलेको आवश्यकतालाई महसुस गरेर वामपन्थीहरूलाई तपाईँहरूले मतदान गरेर विजय बनाउनु पर्नेछ। आज दुनियाँले हेरिरहेका छन् काठमाडौँ
काठमाडौँका जनताहरू सचेत बौद्धिक वर्गले के डिसिजन गर्छ? अब प्रगति र जनताको आकांक्षाको प्रतिनिधित्व गर्ने कुराको निर्णय गर्छ कि गर्दैन? आज पहाड हिमाल दुर्गम भेगका जनताहरूले बाकसमाथि समृद्धिको मत खसाइसकेका छन्। आज काठमाडौँका सचेत जनता अबको 3 दिनपछि के गर्दैछन्? अब दुनियाँले हेरेको छ। मलाई आशा छ यहाँका जनता सचेत छन्, त्यसैले समृद्धिको यात्रामा अगाडि बढ्नेछन्। बलात्कारभित्रको हँसिया दौडा र सूर्यमा छाप लगाएर यो समृद्धिको यात्राको यहाँबाट नेतृत्व गर्ने, यहाँबाट अगुवाई गर्ने काठमाडौँको केन्द्रबाट दुनियाँलाई हामी सचेतता र हामी विवेकशील हौँ भन्ने कुराको पुष्टि गर्नेछन्। यही कुराको म अपेक्षा गर्न चाहन्छु र म अपिल गर्न चाहन्छु। हामी तपाईहरुको बीचमा हामी यी अभियान यी एजेन्डाहरू पूरा गर्न खडा भएका छौँ र यसमा तपाईहरुलाई हिजोका समस्याहरू, हिजोका आश्वासनहरू, हिजोका तपाईहरुमाथि हामीमाथि गरिएका धोकाहरूले आज के आशंका हुन सक्दछ। म र हाम्रो वाम गठबन्धनका सबै उम्मेदवारहरू जहाँ हामी अहिले उभिएका छौँ, खडा भएका छौँ, म तपाईहरुलाई आश्वस्त गर्न चाहन्छौँ हामी यी समस्याहरूसँग भाग्ने छैनौँ। बरु यी समस्यासँग डिल गर्दा गर्दै बरु मर्नु परे, यही सिद्धिनु परे, यही हराउनु परे हामी तयार हुनेछौँ। यहाँको समृद्धि, यहाँको विकास, यहाँको उन्नतिको लागि हामी सदा खडा भइरहनेछौँ। तपाईहरुको बीचमा यी प्रतिबद्धता जाहेर गर्न चाहन्छु र अन्तिममा फेरि आह्वान गर्न चाहन्छु। हामीले सचेततापूर्वक यहाँ आएका होइन, नआउनु भएका सबै जनसमुदायहरूलाई, नआउनु भएका सबै आमा बुवाहरूलाई, हाम्रा दिदीबहिनी र दाजुभाइहरूलाई खबर पुर्याइदिनुहोस्। अब वामपन्थीको सरकारमा काठमाडौँबाट पनि प्रतिनिधित्व वामपन्थीकै हुन जरुरी छ, जसले यहाँको समृद्धिको खाका कोर्नेछ। यही कुरा तपाईसँग म अपिल गर्छु र मेरो आफ्ना भनाइहरू टुङ्ग्याउँछु। हस्, नमस्कार, धन्यवाद।